कल रात जो हुआ तूने जो छुआ दोस्ती ही थी या था प्यार का जुआ। हेलो साथीहरू सबैलाई गुड आफ्टरनुन होइन। अब खासमा त आजबाट कभर सङ पोस्ट गर्छु भनेको थिएँ, तर बत्ती गएर अहिले घरि चाहिँ यहाँनिर सुताइ छ होइन। बाहिर ब्याडमिन्टन फुटबल खेल्नु जानु पनि पानी पर्दैछ, दिन खराब छ हो। अलिकति पानी पर्नु हुँदैन, यहाँ त बत्ती काटिहाल्छ। रिस उठ्छ हौ म त आजबाट कभर सङ पोस्ट गर्नुपर्ने। अब अलिकति फोनमा चार्ज छ होइन। अब फेरि कभर सङ एकपल्ट गाउँदाखेरि एकपल्ट गाएर पोस्ट गरिहाल्ने भए पनि त चार्ज बेसी खर्च हुँदैन भन्नु हो। अब 100पल्ट गाउँदा पनि एउटा राम्रो आउँदैन, अन्त 100पल्ट गाउँदाखेरि त अब यो फोनमा भएको ब्याट्री त यति त कति छ, त्यो त कति थाम्छ र होइन। रिस उठ्छ नि अब गर्नु के गर्नु सकिन्छ हो। बाहिर पानी पर्दैछ, लाइट छैन, अँध्यारोमा लडिलडाइ। आजबाट कभर सङ पोस्ट गर्छु भनेको थिएँ, त्यो पनि छैन। गरिखानु नलाउने रहेछ हौ हामीलाई पानीले, इलेक्ट्रिक अफिसकोले होइन पानीले। किनभने पानी परेन भने त बत्ती जाँदैन नि त हो। जिन्दगी हरेस छ गाइस, स्टे ट्युन्ड होइन। अब छिटो आउँछु कभर सङ लिएर। त्यसको लागि पहिला लाइट आउनु पर्यो, पानी रोकिनु पर्यो। पानी नरोके पनि लाइट चाहिँ होस् न, म कभर सङ लिएर आइहाल्छु। त्यति बेलासम्मको लागि होइन, सबैजना स्टे सेफ। मै जस्तो घरभित्र सुतिरहनु सबैलाई के पो भन्छ। गुड नाइट छ मेरोबाट, बाई।